आज म दिदीलाई लिन जाँदा तर एन्डिङमा आएर दिदीले मलाई नै छोडेर जानुभयो। सो वेलकम टु माई मिनी ब्लग गाइज। आज म बिहानै उठेर ट्याक्सीमा चढेर दिदीलाई लिन गएँ। अनि त्यहाँ पुग्दा दिदीले मलाई वेट गरेर बसेर गएको थियो टेबलमा। त्यो चाहिँ दिदीको हाफ ड्युटी सकाएर हाफ ड्युटी अझै बाँकी थियो अनि 2 आवर जति बाँकी थियो। त्यसपछि हामी भित्र गयौँ दिदी र म। भित्र चाहिँ कस्तो रहेछ भनेर मल घुम्नु गएँ, दिदीको मल। अनि भित्र जाँदा पुरै चिल्लो न चिल्लो दामी थियो मल। पुरै मल घुमेँ दिदी र म होइन। अनि त्यहाँनिर भिडियो बनाउँदा चाहिँ मेरो क्यामेरा साह्रै राम्रो आइरहेको थियो। अनि दिदीलाई भने किन यस्तो मेरो क्यामेरा राम्रो हो कि यस्तो हो भनेर हेर्दा चाहिँ यस्तो रहेछ है मेरो क्यामेरा चाहिँ। मेरो अनुहारलाई नै कार्टुन बनाइदियो। मेरो क्यामेरा होइन, मेरो मल चाहिँ राम्रो रहेछ मेरो होइन, मल चाहिँ राम्रो रहेछ। सो त्यसपछि दिदी र म चिया खान गएँ। मलाई भोक लागेको भएर दिदी र म चिया खान गएँ। चियासँग केही स्न्याकहरू खाएँ। त्यसपछि दिदीको पसलमा छिरेँ होइन गाइस। त्यो चाहिँ दिदी काम गर्ने ठाउँ। छिरेँ, दिदीलाई त्यहाँ पुऱ्याएँ। त्यसपछि म बाहिर निक्लेँ। अनि बाहिर निक्लिँदा यसो नजाराहरू हेरेँ, राम्रो लाग्यो मलाई। त्यसपछि मैले त्यहाँ यति के बस्नु भनेर यसो सोचेँ कि सिनेमेटिक सर्ट लिउँ। त्यसपछि यो चाहिँ मेरो सानो सिनेमेटिक सर्ट। सिनेमेटिक सर्ट खिचेर सक्दाखेरि रातिको 11 बजिसकेको थियो। त्यसपछि दिदीलाई मैले कल गरेँ 2-3 कल। मेरो फोनमा ब्याट्री पनि थिएन, ब्याट्री सकिन आँटिसकेको थियो। एकछिन वेट गरेँ, भरे भित्र हेर्दा दिदी गइसक्नु भएछ। त्यसपछि म नि रुममा आएँ। सो यति नै हो। थ्याङ्क यू फर वाचिङ गाइस।